दृष्टिबिनलाई ब्रेल लिपि जानेकै शिक्षकबाट दृष्टिबिनले पढ्न पाउनुपर्छ भनेर हामीले माग उठाइरहँदा स्थानीय हाम्रो धरानको मेयर हर्क साम्पाङले हाम्रो लागि लडिदिनु भयो भनेर पनि हामी यहाँ भन्न सक्छौं नि। एउटाको प्रशंसा गर्दै गर्दा हामी अर्कोले हाम्रो लागि गरेको कामको चाहिँ हामी विरोध गर्दैनौं। धरानका मेयर हर्क साम्पाङले दृष्टिबिनको लागि सम्भवतः पहिलो पटक होला ब्रेल लिपिबाटै पढ्न पाउनुपर्छ भनेर हाम्रो पक्षमा मुद्दा लडिदिइराख्नु भएको छ। हामी उहाँलाई यहीँबाटै हामी धन्यवाद भन्न चाहन्छौं। माटोलाई माया गर्ने हर्क साम्पाङको केपी शर्मा ओली पछाडि चुच्चे नक्साको कुरा गर्ने त मान्छे नै भेटिएन नि। हर्क साम्पाङले धरानबाट आफ्नै तरिकाले गर्नुभयो। अहिले सरकारले खोइ त चुच्चे नक्सा कहाँ राखेको छ? त्यो चुच्चे नक्सा भूगोल मात्र होइन, हाम्रो स्वाभिमान हो। मैले अघि पनि भने हामीलाई थाहा छ सुरुङ मार्ग यो देशमा बनेकै छ भन्ने कुरा थाहा छ। त्यसलाई गएर छामिराख्न आवश्यक छैन। त्यहाँ हामी चाँडै यात्रा गर्छौं भन्ने कुरा थाहा छ। क्रिकेट रंगशाला 300 दिनभित्रमा बन्यो भन्ने कुरा थाहा छ। अलिकति समय थप्दा पनि ठेकदारले समयमा नसकेपछि नेपालमा सायद पहिलो पटक होला दिनको 2 लाख रुपैयाँ ठेकेदारलाई चार्ज गरेर त्यो एनपीएलले सुरु हुँदैछ आजबाट र त्यो क्रिकेट मैदान पनि हिजो उद्घाटन भयो भन्ने कुरा पनि हामीलाई थाहा छ। विश्वमा तीव्र गतिमा विकास हुँदै गरेका 10 वटा देशहरूमध्ये नेपाल पहिलो नम्बरमा छ र केपी शर्मा ओलीकै नेतृत्वमा भएको बेला त्यो भएको छ भनेर नेपालका मिडियाले होइन संयुक्त राष्ट्र संघले पेश गरेको प्रतिवेदन पनि हामीले सम्झेका छौं। सम्भवतः केपी ओलीको झोले होइन होला संयुक्त राष्ट्र संघ, एउटा व्यक्तिको लागि होइन, एउटा महान विचारको लागि जसले फ्रिक्सनको बारेमा बुझाउन सक्छ, जसले धानको ब्याड कसरी राख्ने भनेर बुझाउन सक्छ, जसले अबको 100 वर्ष पछाडि नेपाल कसरी अगाडि बढ्नुपर्छ, भूपरिवेष्टित मुलुकलाई भूजडित बनाएर हाम्रा विकासका योजनाहरू कसरी अगाडि बढाउनुपर्छ भनेर पनि राम्रोसँग बुझेको छ। हामीले त्यो व्यक्तिलाई समर्थन गर्छौं। हामीले एउटाको प्रशंसा गरिरहँदा अर्कोलाई गाली गर्नुपर्छ भन्ने जुन हाम्रो समाजमा जुन एउटा त्यो चेतना छ, हामी चाहिँ त्यसको विरुद्धमा छौं। दृष्टिबिनलाई ब्रेल लिपि जानेकै शिक्षकबाट दृष्टिबिनले पढ्न पाउनुपर्छ भनेर हामीले माग उठाइरहँदा स्थानीय हाम्रो धरानको मेयर हर्क साम्पाङले हाम्रो लागि लडिदिनु भयो भनेर पनि हामी यहाँ भन्न सक्छौं नि। दृष्टिबिनहरूलाई सेतो लट्ठी यो एकदम सहज ढंगले आपूर्ति हुनु पर्यो र हिँड्ने बाटाहरूमा पेटीको प्रबन्ध जस्ता कुराहरू ताकि सेफ्टीको सन्दर्भमा अब कतिपय मान्छेहरूले स्ट्रिकतिर ध्यान दिइराखेका नहुन सक्छ, पछाडिबाट आइराखेका हुन्छ, उसले हर्न बजाउँछ, कता जाने भन्ने कुरा अनुभव हुन्छ, तुरन्त सर्नलाई गाह्रो हुन्छ। त्यसो भएर यस्ता कुराहरूलाई अलिक प्रबन्ध गर्नुपर्नेछ र यो चेतना हाम्रो देशमा भर्खर बनाउँदैछ। त्यस कारण यस चेतनालाई व्यापक बनाउनु छ, गहिरो बनाउनु छ र सम्मानित जीवनको कुरा गर्दा उहाँहरूको यदि आफै आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता, अवस्था अनुसारको व्यवसाय अपनाउन सक्ने, व्यवसाय अपनाउन पाउने अवसर र त्यसमाथि कमान्ड राख्न सक्ने खालको शिक्षा, तालिम आदि कुराहरू भयो भने उहाँहरूले सम्मानित जीवन जिउन सक्नुहुन्छ।